हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। सबैजनालाई मेरो नयाँ भ्लगमा एकदमै स्वागत छ। यस्तो अँध्यारो छ कसम भनेको, मेरो आँखा सुन्नेर चिलाइ होइन। अहिले रातिको हेर्नु है कति बजेछ, हेर्न सक्नुहुन्छ 10:30। पुरा अँध्यारो छ हैन, बत्ती छैन। यो चाहिँ चार्जवाला बत्ती हो साथीहरू। यस्तो छ हालत, यो हालत छैन बत्ती। छैन बत्ती नै छैन हैन। यस्तो गर्मी भगवान, पुरै खलखल पसिना आइसकेछ। कसरी सुत्नु कि यस्तो छ हाम्रो बर्दी, हाम्रो यो गुलरियाको हाल खबर। दिनभरि अब काट्दैन, अफिस कलकारखानाहरू चलिरहेको हुन्छ, काट्नु पनि भएन। राति मान्छे मरिजाओ सुत्न नपाएर हैन, काट्छ बत्ती। उफ, कसरी सुत्ने के। म चाहिँ के उपाय, बाहिर जाम डुम्म छ, डर लाग्छ। बुढो मोबाइल हेरेर बस्नुभएको छ, मलाई नदेखाऊ भन्नुहुन्छ, म देखाउन पनि चाहन्न। रातिको समय यो घाममा कुन हालतमा सुतेको हुन्छ, म पुरै भिजिसकेँ। मलाई चाहिँ तपाईँलाई एकदम सेयर गर्न मन लाग्यो क्या, हाम्रो गुलरियाको हालत। हुन त धेरै ठाउँमा बत्ती जान्छ होला, मेरो आँखा सुन्ने छ है साथीहरू। यस्तो गर्मी छ कि कतिपय दिदी बहिनीहरू सुत्नु भएको छैन होला, मलाई थाहा छ। म चाहिँ भ्लगमा एकदम इन्जोय गरेर आएको छु। सबैजनाले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। यो हालतमा पनि म भिडियो बनाउनु छोडेको छैन। सन्नाटा छ गाइस, बाहिर हेर्नु न, झ्यालबाट बाहिर केही देख्नुलाई फेरि झ्याप्पै केही छैन। के गरौँ के म ए विद्युतवाले भैया, यो कसको हातमा छ यो साँचो? ए बुढो कसको हातमा हुन्छ यो साँचो? पैसा हामीले कसको हातमा हुन्छ यो बत्तीको चाबी? ल यार, विद्युतवालालाई चलाउने अरू कोही होला नि, उपरवाला। तँलाई म त पाप लाग्छ, पाप लाग्छ यार, कसम भनेको यार। यस्तो पनि हुन्छ यार, के सुत्ने? भोलि जबमा जानुपर्छ, हामीले घरको काम भ्याउनुपर्छ, बिजनेस हेर्नुपर्छ, के गर्ने? यसरी खरे खोला बगिरहेछ। अलि हुन्छ नि यार तरिका, खराब गराउँछ यार। यता बिचरा बाबु र मम्मीले यस्तो गरिराख्नु छ। बाबु धन्न नुहायो, बाबुले चाहिँ के नुहाउनु हो। म पनि यहाँदेखि पुरै सबै धोको, खै के कामै छैन यी सब पसिनाले। म त हाम्रो धन्न इलेक्ट्रिक फ्यान छ, अलिकति चार्जवाला पङ्खा छ होइन, अलिकति हावा दिन्छ। म चाहिँ बाबु सुतेछ कि नै, मम्मी सुत्नु गर्छ कि नै भनेर हेर्न आएको। मम्मीको हालत बिजो छ। म देखाऊ मम्मीको हालमा आफै तर्सेको। मम्मी मस्त सुत्नु भएको छ पङ्खामा होइन। सानो चाहिँ सुतिरह आमाको पङ्खाको आडमा त्यो नुहाएको। यस्तो छ साथीहरू। यता के छ, हाम्रो पितली अङ्कल सुत्नु भएको छ किन हेर्छु है। क्यामेरै बन्द भएको फेरि लु। हाम्रो यता छिमेकी पितली अङ्कल चाहिँ बाहिर खट्यालेर यस्तो हम्किँदै सुत्नु भएको हुन्छ। उहाँलाई त बत्ती आइन नगर्ने बालै छैन यार। ठिक्क बत्ती दुख्यो यार साथीहरू, ठिक्क बत्ती मेरो पङ्खामा सुत्ने मान्छेहरू भन्यो होला नि। हामीलाई त कति गाह्रो छ। ल साथीहरू, यस्तै हाम्रो गुलरियाको हाल खबर देखाउन तपाईँहरूलाई चाहिँ मैले भिडियो बनाएको छु होइन। बिचरा हामी यस्तो पीडित छौँ, हेर्न सक्नुहुन्छ। यस्तो हुँदाहुँदै पनि आफ्नो जब होइन, आफ्नो काम, आफ्नो रेस्पोन्सिबिलिटीलाई चाहिँ हामीले चाहिँ एकदम माथि राखेका छौँ होइन। गाह्रो छ। ए सरकार कि बिदा दे, गर्मी बिदा दे भाइ चारैतिर, होइन भने बत्ती दे। मान्छे हो नि यार, मेसिन हो म त। थ्याङ्क यू सो मच एभ्रिवान, हेरेर साथ दिनुभयो होइन मेरो गर्मीमा। तपाईँले हेरेर, हुन त यो भिडियो पोस्ट गर्दासम्म हामी चिसोमा बसिरहेको हुन्छु कि म के थाहा होइन, बट जेसुकै होस् हेरिदिनु भयो। ल मेरो हातमा पनि थाक्यो, लास्टै भएको छ साथीहरू। ल अब चाहिँ म सुत्न चाहन्छु। गुड नाइट। प्लिज मेरो भिडियोलाई चाहिँ सब्सक्राइब गरिदिनु होला भन्दै अब म चाहिँ यसरी पङ्खाको तार नाच्दै बाई।